एउटा यस्तो टेस्ट छ जसले हजुरले लगाएको सेरम वा स्किन प्रोडक्टले हजुरको स्किनलाई राम्रो गरिरहेछ कि नराम्रो गरिरहेछ भन्ने पत्ता लगाउन सकिन्छ। र यो टेस्ट हजुरले सजिलै घरमै गर्न सक्नुहुन्छ। स्किन केयर गर्ने 90%लाई आफूले लगाएको प्रोडक्टले स्किनलाई के गरेको छ थाहा नै हुँदैन, ब्लाइन्डली लगाइरहनु भएको हुन्छ। त्यसैले धेरैजनाले रेटिनोल, भाइटामिन सी लगाएको 1-2 हप्तामै स्किन बिग्रियो भनेर छोडिदिनुहुन्छ, सुट भएन भनेर। हाम्रो स्किनको नर्मली 28 डेजको सेल टर्नओभर साइकल हुन्छ। भन्नुको मतलब एभरेजमा हरेक 28 दिनमा हाम्रो स्किनको पुरानो सेल्सहरू निस्केर नयाँ सेल्सहरू आउँछन्। तर हामीले नयाँ स्किन प्रोडक्ट्सहरू एड गऱ्यौँ भने त्यसमा भएको एक्टिभ इन्ग्रेडियन्ट्सले त्यो साइकललाई छिटो गरिदिन सक्छ। यसले गर्दा स्किनमा भएको वा पोर्सहरूमा जम्मा भएको कुराहरू छिट्टै बाहिर आउन खोज्छ, जसलाई हामीले पर्जिङ भन्छौँ, अथवा सिम्पल भाषामा स्किनले आफैलाई क्लिन गर्न खोजेको। यदि साँच्चीकै प्रोडक्टको एलर्जी हो भने त्यसमा रातो हुने, चिलाउने र स्किन सोइलिङ हुन सक्छ। तर पर्जिङमा सानो सानो बिबिरा आउने वा आइराख्ने ठाउँमा पिम्पल्स आउन सक्छ। अब टेस्ट कसरी गर्ने त? यदि कुनै प्रोडक्ट लगाउँदा केही समस्या आयो भने 72 घण्टा वा 3 दिन लगाउन बन्द गरिदिनुहोस्। यदि एलर्जी हो भने त्यो बिस्तारै कम हुँदै जान्छ। तर यदि पर्जिङ रहेछ भने त्यो 3 दिनमा खासै चेन्ज हुँदैन। यसरी हामीले प्रोडक्टले साँच्चीकै सुट नभएको हो कि पर्जिङ हो भन्ने पत्ता लगाउन सक्छौँ।